साथीहरू म गरिबलाई पनि के आइलाग्छ है। कहिले के डल्लो लोड हुन्छ, कहिले के लोड हुन्छ। यसो डल्लो लोड गर्दै घाउ भएको छ त सबै। अनि फेरि अहिले चाहिँ यस्तो भारी लगाएको छ हेर्न। आजको भारी चाहिँ मेरो यो हो। यो भारीलाई चाहिँ मैले जेद्दा पुर्याउनु पर्ने। यो सबभन्दा गाह्रो भनेको साउदी अरबमा काम गर्न, गाडी चलाउन यस्तो सामान बोकेर हिँड्न, खुल्ला सामान बोकेर हिँड्न है। खुल्ला सामान बोकेर हिँड्न चाहिँ बहुत गाह्रो छ साथीहरू। यो ढिला भएको भइ गर्छ होइन। त्रिपल लाउनु पऱ्यो। यत्रो बेल्ट, कतिवटा बेल्ट लगाएको छ हेर्नु त, कति छ बेल्ट है। पुरै बेल्ट लगाएको छ। त्यही पनि बेला बेला ढिला भएको भइ गर्छ। यसलाई टाइट गरे गर्नुपर्छ। साउदीमा सबभन्दा गाह्रो काम भनेको चाहिँ साथीहरू ड्राइभरलाई सत्ता चलाउन हो है। सत्ता अथवा लो बेटहरू चलाउन। यस्तो खुल्ला माल भनौँ न, खुल्ला माल बोकेर हिँड्ने चाहिँ बहुत गाह्रो। सजिलो भनेको सितारा तल जा कन्ट्रोल बोकेर हिँड्न मात्रै हो साथी है। गाह्रो छ।